हेलो नमस्ते नमस्कार सम्पूर्णमा। आज चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने यहाँनिर चाहिँ अहिले म दुबईमा छु। दुबईमा चाहिँ धेरै गर्मी छ। अब गर्मीको समय छ। गर्मीको समयमा यसरी पसिना आउँछ काम गर्दा गर्दै। अनि पसिना आउँदाखेरि चाहिँ होइन पानी चाहिँ टक्कलाई नखानु होला। अब हामी काम गरेर थाकेका हुन्छौँ। थाक्दाखेरि यो शरीर तातेको हुन्छ। पानी चिसो पानी एक्कासी खायो भने टन्सिल पनि हुनसक्छ, एउटा समस्या जस्तै हुन्छ। अनि यहाँनिर अब होइन यस्तै छ। आफ्नो जहाँ हुनुहुन्छ सबैजना स्वास्थ्य रहनु होला। पानीमा चाहिँ एकदम ध्यान दिनुहोस्, बिस्तारै पिउनुहोस्। तपाईँहरूको तपाईँ हाम्रो एउटै हो, परदेशी जीवन यस्तै नै हुन्छ। त्यति सजिलो त छैन, तर पनि आफै तपाईँहरू काम गर्दाखेरि चाहिँ आफ्नै होइन आफ्नो शरीरको लागि चाहिँ तपाईँहरूले स्वास्थ्य राख्नु होला भन्न चाहन्छु। अनि मेरो युट्युब च्यानल, नयाँ युट्युब च्यानल पनि भर्खर खोलेको छु। मेरो युट्युब च्यानललाई पनि फेरि हेर्दै हुनुहुन्छ पहिलोचोटि भने चाहिँ लाइक कमेन्ट सेयरहरू गरिदिनु होला। अनि म चाहिँ मेरो भाइले चाहिँ भिडियो चाहिँ बनाउनु भएको, त्यसमा भिडियो चाहिँ हुन्छ होइन। त्यही भिडियो जोडिएर आउँछ। म तपाईँहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यो चाहिँ लाइक कमेन्टहरू पनि गरिदिनु होला भन्न चाहन्छु। अहिले चाहिँ यसरी छ होइन। अब काम गर्दा एउटा यस्तै हो होइन। त्यही पनि अब अर्काको काम त गर्नै पर्छ। यो परदेशमा काम गरिएन भने खानालाई अलिक गाह्रो पनि हुन्छ, आफूलाई पनि समस्या हुन्छ होइन। अब 5 गोलीले मान्छेले लिएर आइएको हुन्छ परदेशमा। त्यति सजिलो त छैन पैसा कमाउनु। तर पनि आफ्नो शरीरको लागि आफैले ध्यान दिनुपर्छ। अनि त्यसरी नै हुन्छ होइन। तपाईँलाई मार्फत यही भन्न चाहन्छु। धन्यवाद। बोजू नमस्ते। नमस्कार। तपाईँको नाम के हो बोजू? मेरो टोटोमा भनेर भन्नुहुन्छ, गाउँलेले बोलाउने नाम नानीको नामबाट हो। बोजू भन्नु यो कता हिँडाउनु भएको? बेच्नलाई कि कसैलाई पुर्याउन कि? खानु तल्लो घरमा ल्याइदिएको। ए तल्लो घर हिँडाउनु भएको? गीत गाउँछु तर ए गाउनु हुने? ल गीत गाउनु न त। लु बोजू गाउनु हुने अरे। बिर्सेछौ प्यारे, तिमीले त बिर्सेछौ प्यारे, म त सधैँ सम्झन्छु जसलाई, कहिले पनि बिर्सिने छैन, कहिले पनि बिर्सिने छैन, रमाइलो नेपाली जीवन। ल ल बोजूलाई धन्यवाद गीत गाइदिनु भएकोमा। यति नै हो बोजू? अब फेरि के गाउनु हुने? नगाउनु हुने अब? लु है, बोजूले पल्लो घर बाजेहरूलाई फर्सी पुर्याउन हिँड्नुभयो। बोजूले दिनुहुने अरे, त्यही भएर। गाउँ बन्द सहर कहाँ सुन्दर हुन सक्छ र, गाउँ बन्द सहर कहाँ सुन्दर हुन सक्छ र, सहरमा जति नै ठुल्ठुलो घर भए तापनि आफ्नो गाउँ आफ्नै ठाउँ प्यारो लाग्छ। सहरमा जति ठुल्ठुलो घर भए पनि आफ्नै गाउँ आफ्नै जन्म ठाउँ प्यारो लाग्छ। आज मैले भिडियो मेरो वाइफले भिडियो बनाउनु भएको। आज अर्ग्यानिक यो खानेकुरा काँक्राहरू सब्जी होइन। अनि तपाईँको यहाँनिर हरेक कुराहरू देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हाम्रो बजु चाहिँ धेरै मेहनती हुनुहुन्छ। गाउँघरको पछाडि लगाएको एउटा अर्ग्यानिक काँक्रा होइन, काँक्रा सब्जीहरू फर्सी। यहाँनिर हाम्रो बजु धेरै मेहनती हुनुहुन्छ। अनि धेरै नै हामी कृषक भएपछि एउटा निरन्तर यो लग्यो भने धेरै राम्रो कुरा पनि हो। तर यो सिजनमा मात्रै पाइन्छ। यो काँक्रा चाहिँ हाम्रो अर्ग्यानिक एउटा पछाडि नलगाएको, पछाडि बिनाको, आफ्नै गाउँमा फलेको, आफ्नै ठाउँमा फलेको, आफ्नै हातले बनाएको हाम्रो बजुली कृषक
गर्दै हुनुहुन्छ कृषक पिरो आँप गरेर तर चाहिँ सकिसकेको चलाउनु जस्तो। भएको छ। देख्न सक्नुहुन्छ अहिले आफ्नो गाउँठाउँमा चाहिँ हेर्न सक्नुहुन्छ आफ्नो गाउँठाउँमा काँक्रादेखि लिएर हरेक कुराले फलफुलहरू चाहिँ अहिले खान पाइन्छ हेर्न यहाँदेखि सक्नुहुन्छ देखिन्छ काँक्रा एकै ठाउँमा दुईटा सजिलो चाहिँ 4वटा फलेको छ गाई चाहिँ यो 3 महिना रोपेपछि देश विदेश पनि 3 महिनाको पठाइदियो। फल रहेछ हामीलाई बजार फलाउने मान्छे यता हुनुहुन्छ बोजू। एउटा कृषकलाई धेरै राम्रो कुरा भने जस्तो मूल्य त्यो है, बोजूको दुःख काँक्रा अनुसारको हेर्ने एकै ठाउँमा दुईटा फलेछ है गाईजरी यो के भएको छ दुईवटा 4वटा यहाँ भन्छ बजार नजिक भएको कारणले हामीलाई त्यो बाटोमा हिँड्ने हिँड्ने मान्छेहरूसँगै नै हामीलाई काँक्रा। त्यहाँनिर बाटोमा राख्ने गर्छौँ बजुले चाहिँ राख्नुहुन्छ धेरै मेहनती हुनुहुन्छ हाम्रो बजु 70 वर्षको उमेरमा पनि त्यसरी होइन अब तपाईँ हामी बुवा भने हामीले यसरी यहाँ एकै ठाउँमा 4वटा छ आफ्नै ठाउँमा रमाएर यसरी हाम्रो बजुले चाहिँ धेरै मिहिनेत गरेर काँक्रा फर्सी तपाईँहरू यदि चाहनुहुन्छ भने ताजा ताजा हरियो काँक्रा हजुर चाहिँ तपाईँहरूले गट्टा खाएर दिन सक्नुहुन्छ। तपाईँहरूलाई चाहिन्छ भने हामीले सम्पर्क गर्नुलाई ताजा ताजा आफ्नो बारीमा फलेको ताजा के अचम्म त्यसरी कहिले लगाइएको हुँदैन तिनवटा फलेर अर्गानिक यो के अचम्म अर्गानिक मलमा उब्जनी भएको हेर्न सक्नुहुन्छ तपाईँहरूले गट्टाहरू पनि सम्पर्क गर्नु है तपाईँहरूलाई चाहियो सानो भने पनि खिच्नु हो काँक्राहरू पनि छ त्यो तिनवटा अनि एउटा पनि भन्दै यो भिडियो तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै नै लाइक कमेन्ट गरिदिनु होला र कृषक जति पनि हुनुहुन्छ एक साथ भएर